मानव अधिकार आयोगमा रासपाको निवेदन शयन कक्षमै पुगेर प्रहरीले अभद्र शैली अपनायो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। लामिछानेलाई गत शुक्रबार राति चैत्र 22 निजी निवास हात्तीगौडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रासपाले बुधबार मानव अधिकार आयोग पुगेर रासपाका नेताहरूले निवेदन दर्ता गरेका हुन्। रासपाले मानव अधिकार आयोगमा दर्ता गरेको निवेदनमा लामिछानेले विरुद्ध अस्वाभाविक अशोभनीय गैर कानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमति बिनै घरभित्र प्रवेश गरेको, शयन कक्षमै पुगेर धरकपड गरेको लगायत विषय उल्लेख गरिएको छ। राष्ट्रिय संयन्त्रले मानव अधिकार हनन हुने गरी धरकपड गर्न खोज्यो। सामान्य प्रक्रिया पनि पूरा नगरी राज्य संयन्त्र रातारात लगेर सामान्य जीवनमा ठुलै हलचल ल्याउने गरी उत्रियो। यसको घोर भर्त्सना गर्छौं। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भनेका छन्, उक्त घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रासपाले माग गरेको छ। सामान्य पक्राउ पूर्जी समेत नलिई अदालतले आदेश मान्ने भन्दै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रासपाले आपत्ति जनाएको छ। रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रासपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण।